डाँडा घरे 1 सिलिन्डर, गैरा घरे आधा सिलिन्डर, नेपाल मलाई चाहिँ नेपाल बाला नदिने हुन्छ घन्टी घन्टी भन्ने हुन्थ्यो त्यसलाई के छैन ग्यासलाई। ए बाबु भाइ 2 किलो दालमोट चिउरा हालिदेऊ त। ल दालमोट चिउरा चपाउँदै घर जानु, घरमा बसिरहनु, भोलिसम्म तपाईँ घरमै लाइन आउँछ। किन दुःख हेरेर कति बुझ्यो नि। ल अब धर्म भगवान कसम अहिले मर्या मान्छे बिउतिन्छ ल एकचोटि यसो चाहिँ अक्सर सट्टा ग्यास हाल्दैन नाका भन्यो भने छैन, छाँदै छैन के भयो भाइ तपाईँलाई दिँदैन थियो त हामी। बेलुका 12 बजीपछि आउनु, सटर बन्द गर्ने बेला है, 12 बजी नआउनु फेरि। तपाईँलाई चाहिँ मर्या नि ग्यास दिँदैन, भए पनि दिँदैन तपाईँलाई। ऊ बेला यहाँ पसल अगाडि आएर तपाईँले घन्टा बजार कम त गर्नु भएको थियो। ए नबजाउनुहोस् न, यहाँ पसलमा व्यापार चाहिँ चौपट भयो भन्दाखेरि कानमै ल्याएर घन्टी ठोक्नु भएको थियो नि त। घन्टी बजाउनुहोस्, भात पकाउनुहोस्, खानुहोस्। कति सिलिन्डर आउँदै खर? ए मेरो घरको सटारा लर हाल 40 सिलिन्डर जति, 10 वटा जति पसलमा लिएर आऊ। अब बाहिर मान्छेले देखाएर फेरि मन्त्रीले छापा हान्न। यत्रो भने त मन्त्रीलाई भन्छ, मन्त्री नै म भाटा अस्ति लाइन भइरहेको थियो। जाऊ बाबु मैले भात पकाएर दाउरा पकाएर खाउनु पठाइदिएँ। को मन्त्री भन्दा हामी ठुलो हो अहिले। कुरा गर्नुहुन्छ यार, भावै दिन्न थियो तपाईँलाई। यहाँ राखेर बढ्ने कुरो हो त, ब्याज आउने कुरो हो दिँदैन थियो हामीले। तपाईँ चाहिँ अथवा लिँदैन अथवा सकिन्छ। ए सासु आमालाई मेरो घरको पछाडि लर है।